नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। महोत्तरीको बर्दिवासमा सवारी दुर्घटनामा बुबा छोरीको मृत्यु भएको छ। बर्दिवास नगरपालिका वार्ड नम्बर 2 मा पर्ने बर्दिवास औरी सडक खण्डमा मोटरसाइकल सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोकिँदा बाबु छोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दिवास 8 हात्ती लेटका 55 वर्षीय उपेन्द्र महतो र उनकी 22 वर्षीय छोरी रविना रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारको लागि बर्दिवास स्थित ट्रामा सेन्ट्रलमा पुर्याइएको थियो। उपचारको क्रममा गैराती उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बुबा उपेन्द्रको जनकपुर स्थित प्रादेशिक अस्पतालमा आज मङ्गलबार बिहान मृत्यु भएको डीएसपी गिरीले जानकारी दिएका छन्। दुर्घटनापछि प्रहरीले न1 क 97 89 नम्बरको बस र त्यसका चालक बर्दिवास वार्ड नम्बर 4 का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ। बुबा छोरीको मृत्युले गाउँ नै शोकमा डुबेको छ। सुन तस्करी छानबिनका लागि बनाउने उच्च स्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ। मङ्गलबार बिहान सिंहदरबारमा बसेको प्रमुख 3 दलका नेताहरू सम्मिलित कार्यक्रमले सो उच्च स्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार हिजो बोलाउनु भएको सर्वदलीय बैठकमा सरकारको सो प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमाङ, काङ्ग्रेस प्रमुख सचेतक रमेश लेख र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारी अनुसार आफूले त्यसको मस्यौदा तयार पारेको र अब केही बेरपछि बस्ने सर्वदलीय बैठकमा पेश गर्न लागि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो। हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहिँ कुरा भएको थियो। हामीले एउटा त्यसलाई तयार गरेका छौँ। हामी त्यो बैठकमा प्रस्तुत गर्छौँ अब 2 बजे। अब यो सबै विषयवस्तु त हामी त्यहीँ प्रस्तुत गरिहाल्छौँ। हामी 3 जना बसेर छलफल गरेर यो प्रस्ताव यस्तो किसिमको भनेर हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो काम फत्ते गऱ्यौँ। यस्तो कसको नेतृत्वमा समिति प्रमुख प्रतिपक्ष एमाले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन 10 गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो। हिजो सोमबार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए। अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद बैठक सुचारू हुने नेताहरूले बताएका छन्। सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेचमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही वर्ष पक्राउ पर्ने दावी गर्नुभएको छ। मङ्गलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाउनुभयो। उहाँले सबै काण्डहरूमा अग्रपङ्क्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको भने गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताउनुभयो। उहाँले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरोध गरिरहेको आरोप समेत लगाउनुभयो। राष्ट्रपतिको कार्यालयमा गएर भने सारा दुनियाँले संसारभरिका मान्छे नेपालको होइन यो सुन काण्डमा केपी ओलीको नाम आइसकेका छ। केपी ओली जोडिसकेका छन्। लगायतका जति काण्डहरू छ सबै काण्डमा केपी ओली 1 नम्बरको नाम आइसकेपछि तिमीले अथवा तपाईँले माननीय गृहमन्त्री ओलीले किन समात्नु भएको छैन भनेर बोले। हामीले पनि बोलिरहेछौँ। ओलीजी पक्राउ पर्ने होइन चाँडै समातिँदैछन्। त्यो कारणले प्रत्येक दिन सदन अवरोध गर्ने, अनेक बाहना निकाल्ने, अनेक कुरा गर्ने काम गरिरहेछन्। समातिन्छ भनेर यो खालका बखेरा झिकिरहेछन्। होइन भने क्याबिनेटको निर्णय, केपी ओली प्रधानमन्त्री, केपी ओलीको मान्छे भूमि सुधार मन्त्री, त्यो क्याबिनेटले गरेको निर्णय अनि केपी ओली दोषी नभएर अरू तपाईँ दोषी रहनुहुन्छ त? त्यसले दोषी केपी ओली नै हुन्। केपी ओली समातिनुपर्छ, केपी ओलीलाई अनुसन्धान गर्नुपर्छ। त्यो कारणले यिनी सारा बखेराहरू झिक्दै संसद अवरोध गर्दै परपर ढकेल्ने काम गरिरहेछ। सरकारले सामर्थ्य राख्छ केपी ओलीलाई पक्रिने? अनि केपी ओली को हो र कुन हुन् र
केपी ओलीलाई नसमातिने अरू मान्छेलाई समात्नु त्यसको पर्ने। दिन आउँछ केपी ओलीलाई बालकोटबाट पक्राएर हिरासतमा राख्ने दिन आउँछ। तपाईँको यही वर्ष यही उमेरमै केपी ओलीलाई समात्छ। प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोले अनुसार नै राजनीतिक कोर्स अघि बढ्ने ठोक्कुवा गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नगएको बताउनु भएको छ। मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताउनुभयो। उहाँले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरू अनुपस्थिति भएका बताउनुभयो। उहाँले आफूहरूसँग त्यस्तो सर्किनता र सानो चित नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हात मालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो। उहाँले आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तन मात्र रहेको जानकारी दिनुभयो। अडान मिल्नेहरूसँग हामी हाते मालो गर्दै अघि बढ्न चाहन्छौँ र न्यूनतम हामी संस्कार कायम राख्छौँ। न्यूनतम संस्कार कायम राख्छौँ र त्यो नेपाली संस्कृतिलाई अवलम्बन गर्छौँ। अरूको मान मर्यादन गर्दैनौँ, अरूको अपमान हामी गर्दैनौँ, अरूको तेजोवध गर्दैनौँ। हामी अरूलाई धारे हात लगाएर मात्रै अनि चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ। हाम्रो दिमागमा अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्नु उचित र जायज भएको बताउनुभयो। उहाँले आजसम्मका घटनाक्रमहरूले आफूहरूले विगत गरेको विद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताउनुभयो। जुनसुकै कोणबाट हेर्दा पनि विद्रोह जायज भएको उहाँले जिकिर गर्नुभयो। 1948 मा भएका ती क्रान्तिका घटनाहरूको अध्ययन गर्नुहोस्, 1905 मा रुसमा भएको ती क्रान्तिको अध्ययन गर्नुहोस्, या विभिन्न संसारमा भएका अनेक विद्रोहहरूलाई, चाहे त्यो सामाजिक विद्रोह होस्, चाहे जुनसुकै विद्रोह होस्, पार्टी निर्माणका कदमहरू हुन्, सङ्गठन निर्माणका कदमहरू हुन्, ती सबैको अध्ययन गर्नुहोस्। ती सबैको आधारमा तपाईँले त्यतिखेर गर्न हुँदैन थियो भन्ने कहिल्यै पनि को निष्कर्षमा पुग्न सकिँदैन थियो। उहाँले विद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो। केन्द्रीय सदस्यहरू विश्वस्त भएका तल्ला कमिटी र नेताहरूलाई पनि विश्वस्त बनाउन सकिने उहाँको भनाइ छ। छलफलको विषय गर्न सकिएला। छलफलको राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनु भएको छ। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भूमिका खेल्न नसकेको बताउनु भएको हो। उहाँले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताउनुभयो। उहाँले संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भए पनि सरकारले गरेर भन्ने गरिएको बताउनुभयो। उहाँले कसैलाई मन लाग्दैमा जस्तो सुकै बोल्ने गरिएको र संसद अवरोध गर्न गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति कार्यक्रम पास गर्ने थल्लो जस्तो हुन्छ भनेर प्रश्न गर्नुभयो। उहाँले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शकीय सिद्धान्त मान्नेहरूले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्तले यही भन्छ भने प्रश्न गर्नुभयो। सरकारको ध्यान आकर्षण गर्ने थलोको रूपमा विकसित भएको मैले पाएको हुँ र संसदको समय अत्यन्त महत्त्वपूर्ण हुन्छ भनेर पहिलो पटक संसदको बारेमा प्रशिक्षण लिँदाखेरि मैले सुने। त्यसबेलादेखि आजसम्म मैले यो मान्दैछु, संसदको समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। नियमभित्र रहेर मात्रै बोल्न पाइन्छ, नियमभन्दा बाहिर गएर बोल्न पाइँदैन।
र नियमले प्रतिबद्ध गराएका जति पनि विषयहरू छन् ती त्यही अनुसार जानुपर्छ। त्यसो भएर जति पनि संसदमा विषयवस्तुहरू प्रस्तुत हुन्छ, उहाँले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेको प्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ता पक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनु भएको छ। नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्च स्तरीय समिति बनाउने विषय सत्ता पक्षकै कारण अझै निर्णयमा पुग्न नसकेकाले संसद बैठक सुचारू हुने कुरा सुनिश्चित नभएको जिकिर गर्नुभएको हो। मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तो श्राप गर्ने काम नगर्न पनि सरकार र सत्ता पक्षलाई आग्रह गर्नुभयो। समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्ता पक्षले गर्न नहुने नेता दाहालको भनाइ थियो। सबै दलको तर्फबाट बोलौँ, सबै दलका आफ्ना धारणाहरू यहाँ अभिव्यक्त गरौँ भनेर हामीले त्यो अभ्यास सुरु गर्यौँ। तर मैले एकाधजना माननीयज्यूदेखि बाहेक विषयमा केन्द्रित भएको र कुनै जनताका आवाज उठाएको मैले पाइनँ। खालि यो संसद अवरुद्ध गर्नु हुँदैन थियो भन्ने, सतोसराप गर्ने, गाली गर्ने यस खालको प्रवृत्ति रह्यो। त्यसकारणले गर्दाखेरि आगामी दिनहरूमा पनि यो कुरालाई हामीले शिक्षाको रूपमा लिनुपर्छ र राष्ट्रिय सभाले एउटा राम्रो अभ्यास पनि सुरु गरेको छ। वास्तविक जनताका आवाजहरू, जनताका पीरमर्काहरू के थिए त? नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताउनुभयो। बाढी पहिरो लगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो। राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ। सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय भनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरू किन चुपचाप रहेको भनी उहाँले प्रश्न समेत गर्नुभयो। मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउनु उपयुक्त तर्क समेत गर्नुभयो। संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनु पर्ने सांसद देवकोटाको भनाइ थियो। तर यो भन्दा पनि लज्जाको विषय सम्माननीय अध्यक्ष, छानबिन समिति भन्दा सार्वभौम सत्ता सम्पन्न संसदको समिति बनाउँदाखेरि बढी विश्वासयोग्य हुन्छ, भरोसायोग्य हुन्छ भन्ने मेरो धारणा हो। सम्माननीय अध्यक्ष महोदय, यसमा विशेष गरी दलहरूले सोच्नु पर्यो, ध्यान दिनु पर्यो र संसदलाई विश्वास गर्नु पर्यो। अध्यक्ष महोदय, गत वर्ष हामीले संहिता कार्यान्वयन सम्बन्धी 15 बुन्दे सांसद देवकोटाले सत्ता पक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गर्नुभयो। नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरूले नै गर्नुपर्ने बताउनु भएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरूले नै गर्नुपर्ने बताउनु भएको हो। उहाँले सिआइबीलाई छानबिन गर्न दिनु ठिक भएको बताउनुभयो। उहाँले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएको बताउनुभयो। उहाँले सरकारी संयन्त्रलाई विश्वास गर्नुपर्ने समेत बताउनुभयो। उहाँले हरेक अपराधहरूको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरूको कुनै काम नहुने बताउनुभयो। उहाँले अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरूलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनु पर्ने समेत बताउनुभयो। लाइनको रूपमा रहेको भीमदत्त मार्गको बुढी तोलामा सडक नराम्रो गरी भाँसिएको छ। यातायात अवरुद्ध भएको छ, जसका कारण सुदूरपश्चिमको जनजीवन कष्टकर बनेको छ। भौतिक पूर्वाधार मन्त्री माननीय प्रकाश ज्वालाले उक्त सडक खण्डको अनुगमन गरी छिटो पुनर्निर्माण गर्न निर्देशन दिनुभएको छ। यस तदारुकताका लागि म मान्यज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तथापि उक्त सडक निर्माण कार्य
छिटो र दिगो हुने गरी उहाँले राज्यलाई बलियो बनाउनका लागि सरकारलाई बलियो बनाउनु पर्ने धारणा पनि राख्नुभयो। अब सानो व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले 2046 सालभन्दा अघि र पक्षीका सबै उच्च पदस्तरीय व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ। मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले हालसम्मका सबै उच्च पदस्तरीय व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको हो। उहाँले संविधान व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ 2046 सालपछिका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको भन्दै उहाँले 2046 सालभन्दा अगाडिका पनि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पत्ति छानबिन गर्नु आवश्यक रहेको जानकारी दिनुभयो। उहाँले 2046 अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नु परेको उल्लेख गर्दै त्यसका अघिका पनि सबैको छानबिन हुनुपर्ने उहाँको माग थियो। ठाउँमा पुर्याउँदैन भन्ने सही ठाउँमा यसले पुर्याउनै सक्दैन। लोकतन्त्रको अभ्यास गर्ने जनप्रतिनिधिहरूको उच्च थलो सङ्घीय संसदमै यसलाई नै निष्क्रिय बनाउने कुराहरू, यस्तो अवस्थाले चाहिँ संसदीय पद्धतिप्रति नै जनतामा एउटा वितृष्णाहरू उत्पन्न भइरहेको छ। व्यवस्थाप्रति नै अलिकति यो खराब हो कि भन्ने खालको चाहिँ भाष्यहरू पनि निर्माण हुँदै गइरहेको छ। म सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्ष लगायत सबै दलहरूलाई संवादको वातावरण बनाउन पर्छ भन्ने कुरामा अपिल गर्न चाहन्छु। संसद सुचारू गर्नेतर्फ सबैले पहल कदमी गर्न आवश्यक छ। संसदको प्रमुख प्रतिपक्ष दल जिम्मेवारीपूर्वक सदनमा उभिनुपर्छ। अवरोधलाई समाप्त गरी सबै विषयहरूलाई चाहिँ संसदमै छलफल गर्ने वातावरण पनि सुनिश्चित गर्नको लागि पनि मैले अपिल गर्न चाहन्छु र यो जनता र समग्र सांसद पन्तले भ्रष्टाचार विरुद्ध सरकार निर्मम हुनुपर्ने बताउनुभयो। विभिन्न काण्डहरू सेटिङमा मिल्न सक्ने भन्दै कुनै पनि काण्डहरूलाई डिसमिस नगर्न उहाँले सरकारले अनुरोध गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद सुरेश कुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुनु नदिनु प्रतिपक्षले सुनियोजित रूपमा संसद बैठक अवरोध गरेको बताउनु भएको छ। मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवंश र सुनियोजित रूपमा गरिरहेको बताउनुभयो। उहाँले संसदलाई जनताको समस्या केन्द्रित हुन नदिन र ऐन कानुनहरू निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदा पनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि ससानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताउनुभयो। प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट विमुख हुनु परेको उहाँले बताउनुभयो। एक दिन मात्र होइन, 2 दिन मात्र होइन, धेरै दिनदेखि चल्दै आएको छ र प्रतिपक्षले त कस्तो भन्दाखेरि अब जुनसुकै पनि बेला सदन अवरोध गरिदिने, कहिले सदनै विघटन पनि गरिदिने, प्रदेश सभा विघटन गरिदिने खालका पनि कदमहरू चाल्नुभयो प्रतिपक्ष साथीहरूले। चाहे सत्तापक्षमा होस् चाहे प्रतिपक्षमा होस्, सदनलाई चल्न नदिने, कहिले सदनको अस्तित्व नै मेटिदिने, कहिले उहाँले संसद बैठक सुचारू गर्न सबैको ध्यान जानुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश वर्तोलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताउनु भएको छ। मङ्गलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सरकारले चाहेको भए आज नै संसद अवरोध खोल्न सक्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खोल्न नसकेको बताउनुभयो। उहाँले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहौल बिगार्न लागेको आरोप लगाउनुभयो। सरकारले तस्करहरूको संरक्षण गरिरहेको पनि बताउनुभयो। सचेतक वर्तोलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै आइरहेको आरोप समेत लगाउनुभयो। नेपाली काङ्ग्रेसका नेता मीन बहादुर विश्वकर्माले रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपा सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दावी गर्नुभएको छ। मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो। पार्टीको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख सचेतक रहनुभएका नेता विश्वकर्माले नेपाली काङ्ग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर समेत गर्नुभयो। समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली काङ्ग्रेसले जनसेवाको कामलाई निरन्तर अघि बढाएको उहाँको भनाइ थियो।
नेता विश्वकर्माले नेपाली काङ्ग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताउनुभयो। र केही पार्टी सामाजिक सञ्जालमा छन्। हामीले के बुझेका छौँ भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने भनेर यहाँलाई मैले स्पष्ट पार्दैछु। सुन म भन्दैछु र यसैका लागि नै पनि हामीले के भन्यौँ भने अब यो घिउ जस्तै चिज बेच्ने कि साँच्चै घिउ बेच्ने भन्ने कुरा हो। घिउ जस्तै बेचेका साथीहरूसँग चाहिँ हामी साँच्चै घिउ लिएर समुदायमा काङ्ग्रेस भनेर जाँदैछौँ होइन। बास्ना मात्रै बेच्ने हो कि घिउै बेच्ने हो भन्ने कुरामा नेपाली कङ्ग्रेस आजसम्म म यसलाई स्मरण गराउँ फेरि पनि यो मौकामा भन्न पाइयो कि यसले 75 वर्ष पार गर्यो। 75 वर्षमा यसले त्यस अवसरमा नेता विश्वकर्माले काङ्ग्रेसलाई घिउ र रासपालाई घिउको बास्नासँग तुलना समेत गर्नुभएको थियो। उहाँले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि काङ्ग्रेस मुलुकको सबैभन्दा ठुलो दल बन्न सफल भएको जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनु भएको छ। मङ्गलबार भरतपुर सब स्टेसन र हेटौडा भरतपुर बर्दाघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा लोड सेटिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउनुभयो। उहाँले 1200 मेगावाटको बुझी गण्डकी जल संयुक्त जलविद्युतीय रूपान्तरणकारी आयोजना र 10,800 मेगावाटको कर्णाली चिसा पानी आयोजनालाई आवधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई निर्देशन दिने कुरा सकारात्मक रहेको बताउनुभयो। उहाँले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पुर्याउने गरी काम गर्ने जानकारी दिनुभयो। विद्युत प्राधिकरणको परिवारको तर्फबाट मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यो क्षेत्र एकदमै अगाडि बढेको छ। अहिले सयौं सबस्टेसनहरू बनिरहेको छ, सयौं जेनेरेसन प्रोजेक्टहरू बनिरहेको छ, हजारौं किलोमिटर ट्रान्समिसन लाइनहरू बनिरहेको छ। अब हामी केही समय उहाँले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताउनुभयो। उहाँले अहिले सयौं सब स्टेसन विद्युत उत्पादन परियोजनाहरू बनिरहेको जानकारी दिनुभयो। उहाँले अब केही समयमा धेरै सब स्टेसनहरू र हाइड्रो पावरहरू उद्घाटन हुने क्रममा रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनु भएको छ। मङ्गलबार भरतपुर सब स्टेसन र हेटौडा भरतपुर बर्दाघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो। उहाँले मुलुकको जलविद्युतीय उत्पादन क्षमता अनुसार विद्युत उत्पादन गरी बढी भएको विद्युत व्यापारको माध्यमबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा लैजान सकिने बताउनुभयो। उहाँले उत्पादन भएको विद्युतलाई मुलुकभित्रै खपत गरी बढी भएको विद्युत विदेश निर्यात गर्न सके नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुने दाबी गर्नुभयो। उहाँले अन्तर्देशीय विद्युत व्यापार वृद्धि गर्न सके मात्रै विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले सरकारले बनाउँदै गएका अन्तर्देशीय प्रसारण लाइनहरू पूर्वी मध्य पश्चिम सबैतिर बन्द आवश्यक परेको बेला खरिद गर्न र धेरै भएको बेला विद्युत निर्यात गर्न काम भइरहेको जानकारी दिनुभयो। उहाँले सरकारले ठूलो गेम चेन्जर जलविद्युतीय आयोजनाहरू विस्तार गर्न लागिरहेको जानकारी दिनुभयो। उहाँले नेपालको उत्पादन गर्न सक्ने क्षमताको जलविद्युतीय उत्पादन गर्न अझै 30 देखि 40 वर्ष लाग्न सक्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युत क्षमतालाई देशभित्रै खपत गर्न धेरै कठिनाइ रहेको भन्दै बढी भएको विद्युत नेपालले अन्तर्देशीय व्यापार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले छिमेकी देश भारतसँग 10 वर्षमा 10,000 मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको भन्दै त्यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्न तयारी भएको उल्लेख गर्नुभयो। मेगावाट 10 वर्षभित्र व्यापार गर्ने सम्झौता भएको छ, प्रारम्भिक हस्ताक्षर पनि भएको छ र त्यसको एउटा समारोहका साथ घोषणा गर्ने तयारी पनि भइरहेको छ भने अहिले नै फेरि पहिलोचोटि धेरै वर्षदेखि प्रतीक्षा गरिएको नेपालले प्रतीक्षा गरेको कुरा बङ्गलादेशसँग विद्युत व्यापार गर्ने कुरा, बङ्गलादेशसँग अन्य व्यापारलाई पनि सहजी गर्ने कुरा नेपाली जनताले धेरै वर्ष पहिलेदेखि चाहेको
आवश्यक ठानेको कुरा थियो र अहिले पहिलो पटक नेपाल, भारत र बङ्गलादेशको बिचमा त्रिपक्षीय एउटा सैद्धान्तिक समझदारी बनेको छ र अब नेपालको विद्युत बङ्गलादेश। उहाँले 1200 मेगावाटको बुझी गण्डकी जल संयुक्त जलविद्युतीय रूपान्तरणकारी कार्य आयोजना र 10,800 मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अध्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको उल्लेख गर्नुभयो। उहाँले ठूला जलविद्युतीय परियोजनाहरू मार्फत देशको अर्थतन्त्र सुधार गरी आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनुभयो। उहाँले विद्युत प्राधिकरण र मन्त्रालयले गरेको पहल कदमी सकारात्मक रहेको बताउनुभयो। उहाँले सरकारले जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेर प्रोत्साहन गरिरहेको समेत जानकारी दिनुभयो। ठूला परियोजना मार्फत सम्भव हुन्छ र हामीले अब त्यसको अध्ययनको जिम्मा पनि नेपाल विद्युत प्राधिकरण, किनकि विद्युत प्राधिकरणले पछिल्लो चरणमा गरेका कामहरू र यो ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालयले लिएको पहल कदमी निकै सकारात्मक छ। त्यो कर्णाली चिसापानी 10,800 मेगावाटको पनि नेपाल। उहाँले सरकारले विद्युत खरिद तथा आयोजनाहरूमा थप सहयोग गर्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले जलविद्युत तथा प्रसारण लाइन आयोजनाका निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजूदा कानुनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनुभयो। उहाँले देशभित्रै विद्युत खपत बढाउनको लागि सब स्टेसन, प्रसारण लाइन, विद्युतीय चुलो र चार्जिङ स्टेसन बनाउन प्रोत्साहन गरिने बताउनुभयो। उहाँले विद्युत उत्पादन गरी खपत र निर्यात गर्न सके मुलुकको अर्थतन्त्रको क्रान्ति गर्न सक्ने विश्वास रहेको उल्लेख गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले विद्युतलाई वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताउनु भएको छ। मंगलबार भरतपुर सब स्टेसन र हेटौडा भरतपुर बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विद्युत खपत बढाउन र आपूर्तिलाई गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत निर्यातको लागि समेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिरहेको जानकारी दिनुभयो। उहाँले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तर्देशीय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताउनुभयो। विद्युतीकरणको क्षेत्रमा हासिल भएका उपलब्धिहरूसँगै पनि केही नयाँ चुनौतीहरू अब हामीले ट्रान्समिसन लाइन विस्तार गर्नुपर्ने आवश्यकता छ। हाम्रो वितरण प्रणालीलाई अझ गुणस्तरीय बनाउनु पर्नेछ, वितरण प्रणालीलाई अझ व्यवस्थित बनाउनु पर्नेछ। यी सबै कुरालाई हामीले यस क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरूले सिर्जना गरेका नयाँ जिम्मेवारी र नयाँ चुनौतीको रूपमा ग्रहण गरिराखेका छौँ, यसलाई आत्मसात गरिराखेका छौँ र यो जिम्मेवारीलाई पुरा गर्ने गरी अब देशव्यापी रूपमा हामीले ट्रान्समिसन लाइनको विस्तार, हाम्रो विद्युत वितरण प्रणालीलाई गुणात्मक सुधार गर्ने। मंगलबार नयाँ भरतपुर 220-132 किलोभोल्ट केभी सब स्टेसन हेटौडा भरतपुरबाट बर्दघाट 220 केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन भएको छ। प्रधानमन्त्री दाहालले आज सब स्टेसन र प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक EIB को सहुलियतपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौडा भरतपुर बर्दघाट 220 केभी प्रसारण लाइन निर्माण गरिएको हो। सब स्टेसन 2077 को असारमा ठेक्का लागेको 2080 को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कुल लागत 1,52 करोड छ। हेटौडा भरतपुर बर्दघाट 220 केभी प्रसारण लाइनको लम्बाइ करिब 147 किलोमिटर रहेको छ। 7,94 करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट 1000 मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने क्षमता रहेको छ। भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दुई अनुभवी राष्ट्रिय विरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। एसिया कपको यात्रा सुरु हुन अगाडि मंगलबार काठमाडौँमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तान विरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास
व्यक्त गर्नुभएको हो। आगामी अगस्त 30मा पाकिस्तान विरुद्ध खेल्दै नेपाल एसिया कपमा डेब्यू पनि गर्दैछ। सोही एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ। त्यसका लागि नेपाली टोलीले मङ्गलबार पाकिस्तान प्रस्थान गर्दैछ। कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भने नसकिने उल्लेख गर्दै तयारी अनुरूपको प्रदर्शन गर्ने बताउनुभयो। भारत र पाकिस्तान विरुद्ध खेल्दै विश्वकै नजर हुने भएकाले उनीहरू विरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ। साथै सबै खेलाडी क्रिकेटको बलियो र राष्ट्रसँग खेल्ने उत्साहित रहेको उहाँले बताउनुभयो। फर्स्ट टाइम हामी खेलिरहेछौँ होइन, त्यो पनि हामी इन्डिया र पाकिस्तानको ग्रुपमा छौँ र फर्स्ट टाइम खेलिरहेछौँ इन्डिया र पाकिस्तानको अगेन्स्टमा। सो सबैजना एक्साइटेड छन्। सो अब प्रिपरेसन वाइज पनि भनौँ न सबैजना प्रिपेयर्ड पनि छन्। सो ओभरअल बेस्ट आफ्नो दिने ट्राई गर्छौँ। अभियसली एकदम कम्पिटेटिभ हुन्छ किनभने गेम स्टार्ट गर्नभन्दा अगाडि दुईटै सेम लाइनदेखि स्टार्ट गर्ने होइन, दुईटै टिमले होइन। सो त्यो पर्टिकुलर डेमा जसले राम्रो खेल्छ होइन त्यो टिमले जित्छ। सो अभियसली क्रिकेटमा केही भन्न सकिन्न होइन, जुन टिमले पनि जित्न सक्छ। त्यही हामीले आफ्नो बेस्ट क्रिकेट खेल्यो भने स्पेसली 6-7जनाले स्ट्यान्ड अप गरेर त्यो दिन राम्रो खेल्यो भने आई थिङ्क हामी बिट गर्न सक्छौँ। अभियसली मलाई त्यस्तो पछिल्ला समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामेछानेले एसिया कप नखेल्ने समाचार बाहिरिरहेका छन्। उनले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन्। नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको धारणा राख्नुभयो। सर्ट्सहरूलाई कसरी खेल्ने भनेर त्यो डिस्कस गरिरहेको हुन्छौँ हामी ग्रुपमा। सो आई थिङ्क प्रिपेयर गरिसकेका छौँ र होपफुली राम्रो रिजल्ट आउँछ। मलाई लाग्यो सबै टिमलाई फिल भएको छैन, स्पेसली म बाहिर जाँदा पनि होइन कतिजनाले मलाई भनिरहेको छन् कि अब अस्ट्रेलियादेखि अफगानिस्तानदेखि कहाँबाट मान्छेहरू आइरहेछन् श्रीलङ्का म्याच हेर्न होइन, पाकिस्तान र हाम्रो म्याच हेर्न आइरहेछन् र श्रीलङ्कामा। सो त्यो फिल भइरहेको छैन र प्लस भनौँ न मलाई के फिल हुन्छ 1996देखिको ड्रिम छ होइन, कति सिनियर प्लेयर्सहरूको भनौँ न। सो एकदम जति हुन्छ जति हामीबाट हुन्छ बेस्ट दिने ट्राई गर्छौँ होइन त्यो डेमा। अब भनौँ प्र्याक्टिस गर्न भनौँ एक हप्ता अगाडि गइरहेछौँ होइन पाकिस्तानमा। सो आई थिङ्क त्यति बेलासम्म अलिकति जिरहेछौँ होइन, सर्ट टर्म केही सोचे पनि होइन, एक दुई दिनको लागि भनौँ न 1-2 म्याचको लागि मात्र रिजल्ट आउँछ। सो लङ टर्म सोचिरहेछौँ होइन। सो बिस्तारै सबै कुरा ठिक हुँदै जान्छ जस्तो फिल हुन्छ होइन। सो अफगानिस्तानलाई हेऱ्यो भने होइन सुरुमा कन्ट्रोलमा छ। वी हेभ बिन प्रिपेयर गरिरहेछौँ होइन, सरले भने जस्तो सर्ट बलमा क्यानका म्यानेजर प्रदीप मजगैयाले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिसकेको बताउनुभयो। उहाँले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दावी गर्नुभयो। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले पछिल्ला समय भएका केही भ्रममा पनि सन्दीपको सहभागिता दुविधामा नै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको पनि स्पष्ट पार्नुभयो। He went to the World Cup qualifiers as well. We have a unique situation. Let us understand that. We have a very unique situation. And we know that he is our champion cricketer. Right? And we all keep praying. In a happy dressing room, we all keep praying that the truth prevails. And the field. Let us remember that. He'll be a champion on the field. So we have to give him a little bit of space with whatever is happening. I have understood that there is a date which he needs to attend. And that's why we have to allow that delay to happen. But at the moment, everything is in mix. Now, to add to that, let us understand one thing. I mean, we are talking about short ball over here. You think the best समूह एमा रहेको नेपालले दोस्रो खेल अर्को बलियो टोली भारतसँग सेप्टेम्बर 4मा खेल्नेछ। त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्कामा यो खेल खेल्न जानेछ। बलियो भारत विरुद्धको खेलका लागि पनि नेपाली टोली तयार रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको धारणा रहेको थियो। नेपाली क्रिकेट टोलीका कप्तान रोहितले विश्वकप छनौटमा वेस्ट इन्डिज टेस्ट राष्ट्रसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गर्नुभयो।
सबैजना एक्साइटेड छन् होइन, स्पेसली एसिया कप अभियसली एज ए टिम हामी ग्रो गर्न हेरिरहेछौँ होइन, पहिलाभन्दा अझै बेटर कसरी गर्ने होइन, र प्लस जित्ने मेन्टालिटी त अभियसली हुन्छ होइन जुन टुर्नामेन्टमा गए पनि। सो त्यही यो ग्रो गर्न खोजिरहेछौँ, बिस्तारै बिस्तारै ग्रो गरिरहेका छौँ। अब ओपोनेन्ट टिम हेर्दाखेरि एक्सपिरियन्स छ, दुईवटा टिम एक्सक्युज लिनु भएन, बट स्टिल दुईवटा टिम एक्सपिरियन्स छ र हाम्रो त्यति एक्सपिरियन्स छैन, बट स्टिल सबैजनाले जस्तो हामी सबै प्लेयरहरूले जुन वर्क एथिक्स त होइन, फिल्डिङ जुन एरियामा हामी वर्क गर्न सक्छौँ, मिहिनेत गर्न सक्छौँ, हामी त्यो एरियामा गरिरहेछौँ होइन। एक्सपिरियन्स त्यो एउटा भनौँ न त्यो अलिकति डिफ्रेन्स हुनसक्छ, त्यो बाहेक चाहिँ अरू सबै एरियामा प्लेयर्सहरूले। नेपालले एसिया कपको लागि लामो समयदेखि तयार गरिरहेको छ। वैदेशिक प्रशिक्षकसँग घरमा पनि नेपालले तयारी गरिरहेको थियो। नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरू विरुद्ध अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। पछिल्लो 5-6 महिना त जित्ने मानसिकताका साथ प्रशिक्षक गरिरहेको प्रशिक्षक देसाईको विश्वास छ। And we are working very hard for that. Full member teams come with a long history. An associate comes with its own history. Associate country also comes with its own challenges. In 5 months, whatever I have seen, the boys practice at TU. Boys practice in that indoor where there are no lights. Okay, boys. नेपालले एसिया कप खेल्ने जाने नेपाली क्रिकेट टोली नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट विदाई भएको क्यानले जनाएको छ। एसिया कप अगाडि नेपाली टोलीले कराचीमा अभ्यास खेल्नेछ। नेपाली टोलीले आगामी भादो 9 सम्म यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल्नेछ। रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, विकेट किपर कुशल मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, किशोर महतो, श्याम ढकाल मौसी, प्रतीश जीसी, सन्दीप लामेछाने, ललित नारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम कार्की र सन्दीप जोरा छन्। यद्यपि सन्दीपको सहभागिता बारे भने अहिलेसम्म टुङ्गो लागेको छैनन्। हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।